माननीय हर्क साम्पाङज्यूलाई एउटा प्रश्न। सरकारले असली सुकुम्बासीहरूलाई व्यवस्थापन गर्छु भनेकै छ। असली सुकुम्बासीहरूलाई घर दिन्छु, जग्गा दिन्छु, धनी पूर्जा दिन्छु भनेकै छ। तर यता माननीय हर्कजी फेसबुक स्टाटसहरूमा लेख्नुहुन्छ, अब नेपालभरिका सबै सुकुम्बासीहरू एक हुनुपर्छ, सरकार परिवर्तन गराउनुपर्छ। जहाँ कि त्यही सुकुम्बासीहरू चुइक्क केही बोलेका छैनन्, भनिरहेका छन् बालेन शाहको यो काम स्वागत योग्य छ। हामी सुकुम्बासीको नाममा हुकुमबासीहरूले हामीबाट प्रति महिना भाडाको रूपमा हजारौं पैसा लिएर हुकुमबासीहरू करोडपति भएका छन् भन्ने विवरणहरू आइरहेका छन्। र हर्कजी मान्ने तर्खरमा छैनन्। 7 जना सांसद हातमा लिएर देशकै बागडोर मै सम्हाल्छु जस्तो गरेर लागि परेका छन्। यस्तो किसिमको उनको सामाजिक सञ्जालमा अभिव्यक्ति भएका स्टाटसहरूको विषयमा तपाईँ के भन्नुहुन्छ? एकचोटि कमेन्ट गरिदिनु होला।